Good afternoon and namaste. This is Love Kumar Jha from Wisdom Tree International School. हाम्रो अहिले मध्य प्रदेश में शिक्षा को नया अभियान को रूप में यो विजडम ट्री इंटरनेशनल स्कूल को स्थापना देखि नै अहिलेसम्म हामीले भनेका कुराहरू अहिले तपाईको लागू भइसकेको छ। जस्तै हामीले भनेका थिए कि हामी विद्यार्थीहरूलाई दक्ष वातावरण दिएर क्वालिटी एजुकेसन प्रोभाइड गर्ने दक्ष शिक्षक शिक्षिकाद्वाराहरू पठन पाठन गराउने त्यो हाम्रो अहिले भइरहेको छ। त्यस्तै हामीले कम्प्युटर भाषामा रोबोटिक क्लास जुन जनकपुरमा मलाई लाग्छ धेरै कममा पनि होला चाहे न पनि होला, तर हाम्रो स्कुलमा प्रथम चोटि यो तपाईको रोबोटिक क्लास सञ्चालन भइसकेको छ र हाम्रो जुन एक्स्ट्रा एक्टिभिटी छ पठन पाठनका बाहेक विद्यार्थीहरूलाई खेलाएर पढाउने त्यस्तो वातावरणमा हाम्रो पढाइ भइरहेको छ। त्यसपछि विद्यार्थीहरू विभिन्न कम्पिटिसनहरूमा भाग लिइरहेको छ। त्यसैको लागि हामी यस समुदायका मध्य प्रदेशमै हामी एउटा नयाँ आयामको साथ 2083 को लागि भर्ना पनि आह्वान गरिसकेका छौँ र आदरणीय अभिभावक तथा भाइ बहिनीहरूलाई विजडम ट्री इन्टरनेशनल स्कुलमा हामी नयाँ वर्ष शैक्षिक सत्र 2083 मा स्वागत पनि गर्न चाहिरहेको छौँ र हामीसँग लिमिटेड सिट भएको कारणले गर्दाखेरि अगाडिदेखि नै आफ्नो सिट सुरक्षित गरिहाल्नु र जुन क्वालिटी एजुकेसन हामीले दक्ष शिक्षक शिक्षिकाद्वारा राम्रो वातावरणमा जुन पढाइ भइरहेको छ त्यसको लाभ उठाउनुहोस् र हामी कहाँ यस WTIS मा विभिन्न पढाइको साथ साथ खेलकुदको पनि व्यवस्था छ, ल्याबहरूको पनि व्यवस्था छ र दक्ष शिक्षक शिक्षिकाद्वाराहरू पनि पाठन पठन भइरहेको छ र हामीसँग होस्टल फेसिलिटीहरू पनि छ र हामीसँग सेमी बोर्डर्सको पनि फेसिलिटीहरू छ। त्यसबाहेक अरू जस्तै तपाईँको इन्डिभिजुअल एटेन्सन भयो लगायतका विभिन्न शिक्षा आयाममा एउटा छाप छोड्ने धेरै कम समयमा हामी एउटा अलग किसिमको एउटा पहिचान बनाएर हामी क्वालिटी एजुकेसनतिर एउटा जुन विश्वसँग जुन स्किल डेभलपमेन्टको कोर्सहरू छ त्यो पनि हाम्रो कहाँ दिइरहेको छ। त्यसैको लागि ढिला नगरौँ। 2083 को लागि भर्ना खुलिसकेको छ। सबैजना आएर आफ्नो सिट सुरक्षित गरौँ। धन्यवाद।